छोड्दैन, सक्रियताका साथ काम गर्छ। त्यसकारण कुनै ठाउँ छैन। म 52 सालमा गृहमन्त्रीबाट हटेपछि मैले गरेका निर्णयहरू, कामहरूको बारेमा 3 महिना छानबिन खोतल खातल पारे। मैले त्यसको जवाफमा भनेको थिएँ, यो धरतीमा मात्र होइन, यदि चित्रगुप्त छ भने उसको खातामा पनि हिसाब किताब होला, त्यहाँ पनि म जवाफ दिन तयार छु। तर केपी सोझो छ भन्दैमा बोगस आयोगहरू जसले जहाँ बनाउँदै हिँड्छ, जसले बोलाउँदै जान्छ, जसले सोध्दै जान्छ, त्यहाँ लुर गरेर बयान दिने खालको त्यस्ता काम केपीले गर्दैन। थाहा होस्, कुनै भ्रममा आफैलाई धोका दिने काम केपीले गर्दैन। मैले 23 गते नै छानबिन समिति, व्यक्तिसँग त त्यही तत्काल हुने कुरा भएन, व्यक्तिसँग त को बस्छ बस्दैन त्यो त भोलिपल्ट कुरा गर्नै बाँकी छ। भोलिपल्टको परिस्थितिले त्यो कुरा गर्ने अवस्था भएन। मैले राजीनामा दिनु मान्छे नै देखेँ र मैले राजीनामा दिएँ। राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ र सेनाको सुरक्षाभित्रै अब तपाईहरुले त्यसलाई जेसुकै संज्ञा दिन सक्नुहुन्छ, जेसुकै विशेषण दिन सक्नुहुन्छ। म सेनाको सुरक्षामा थिएँ र प्रधानमन्त्रीको शपथ ग्रहण भन्दा अगाडिसम्म मैले मोबाइल लिन पाएको थिइनँ। मोबाइल सिज गरिएको थियो। त्यसकारण म 27 गतेसम्म 27 गते बेलुकासम्म म आदि कन्ट्याक्टमा रहेँ। म लोकतन्त्रको प्रणाली र लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने मान्छे हुँ। सरकार बन्दाखेरि हामीले लोकतन्त्रका लागि यति सङ्घर्ष गऱ्यौँ, यति सबै मैले मात्रै गरेँ भन्ने होइन, अरूले पनि गर्नुभएको छ, सहयोग पुर्याउनु भएको छ, योगदान गर्नुभएको छ, सबैको योगदान छ लोकतन्त्र आउनमा। तर लोकतन्त्रको रक्षा पनि फेरि हामी सबैले गर्नुपर्छ होला। मलाई लोकतन्त्रमा विश्वास छ, लोकतान्त्रिक प्रक्रिया र प्रणालीमा विश्वास छ। उत्तराधिकारी तयार गर्न नसकेको हो। तपाईहरु सम्पादक भइराखे अर्को सम्पादक नभएर उत्तराधिकारी नपाएर हो, कोही लेख्न जाने अर्को नभेटारै हो तपाईहरु भइराखेका सम्पादक। अरू पनि होला नि, तर पनि अहिले तपाईले चलाउनु पर्छ। सयौं नेता नेकपा एमालेमा छन्, हजारौं नेता छन्, लाखौं कार्यकर्ता छन्, विभिन्न तहको नेतृत्व गर्न सक्ने मान्छे छन्। केन्द्रीय तहमा बसेर धेरै वर्ष काम गरेका सयौं मानिसहरू छन् र उनीहरूले नेतृत्व गर्न सक्छन्। नेतृत्वको अभाव छैन। तर दुनियाँभरिबाट खेलाडीहरू गएका थिए, दुनियाँभरिबाट टिमहरू लडेका थिए। नेपाल विश्वकपको प्रतिस्पर्धामा छनौटमा आयो। अरू थुप्रै खेलहरू थिए, थुप्रै आकांक्षीहरू थिए, त्यो पनि हुँदो रहेछ। योग्य नेपालले नखेल्दिए भए अर्को टिम छनौटमा परिहाल्थ्यो, किन त्यो ठाउँमा त खाली हुँदैन। मैले नखेल्ने हो भने एउटा क्याप्टनले टिम छोडेर अर्को क्याप्टन निस्किँदैन, निस्किहाल्छ नि क्याप्टन त हुन्छ। तर अहिले राय के छ भने केपी ओली नै क्याप्टन हो भन्ने राय छ। अब सम्पादकले छान्ने भए बराबरै पार्टीले छान्ने कुरा त्यसले गर्दा मसँग काम गरेको एक्सपिरियन्स छ। म काम गर्ने